सुपारी फुकेर खान दिनुस्, उत्तिखेरै महनी लाग्नेछ अथवा उत्तिखेरै तपाईँको पछि लाग्नेछ जसलाई सुपारी खान दिनुभयो। अब यो मन्त्र के हो त भन्नुहोला भने ओम नमो भगवते वासुदेवाय त्रिलोचनाय त्रिपुरा वाहनाय आमुकम मम वश्यम कुरु कुरु स्वाहा भन्ने मन्त्र छ। मन्त्र फेरि एकपटक सुन्नुहोस्। ओम नमो भगवते वासुदेवाय त्रिलोचनाय त्रिपुरा वाहनाय आमुकम मम वश्यम कुरु कुरु स्वाहा भन्ने मन्त्र छ। यो मन्त्रलाई यहाँहरूले दीपावली आउँदैछ, दीपावलीको दिन यहाँहरूले 108 पटक जाप गर्नुभयो भने यो सिद्ध हुन्छ। र यदि दीपावलीमा भ्याउनु भएन भने अन्य कुनै दिनहरू राम्रो दिन पारेर यहाँहरूले 108 जाप गर्नुभयो भने त्यो सिद्ध हुन्छ। र के गर्नु त भन्दा 108 पटक सुपारीलाई फुकेर यदि यहाँहरूले कसैलाई दिनुभयो भने त्यसलाई तुरुन्तै मोहनीको प्रभाव पर्नेछ अथवा चाहिँ वशीकरण हुनेछ। हजुरले भनेको जे भन्नुहुन्छ त्यो ऊ मान्नेछ। यो अत्यन्तै प्रभावकारी अनि सजिलो मन्त्र हो र यसलाई चाहिँ यहाँहरूले गलत प्रयोग नगर्नु होला, किनकि कुनै पनि मन्त्र गलत प्रयोगका लागि बनेका होइनन् कि सकारात्मक सोचका साथ सही ठाउँमा सही ढङ्गले प्रयोग गर्नका लागि मन्त्रहरू बनेका हुन्। त्यसैले यहाँहरूले सही ढङ्गबाट सदुपयोग गर्नुभयो भने पक्कै पनि यहाँहरूले जीवनमा लाभ लिन सक्नुहुनेछ।